Hey guys, good evening. आजको दिन मेरो चाहिँ कस्तो भयो भन्दाखेरि यो ठ्याक्क लसुन गर्नुपर्ने थियो है। आज लसुन गरियो। लसुनको चाहिँ धेरै सागहरू पनि उम्रिएको छ अनि यसलाई झाराहरू गर्नुपर्ने हुन्छ। मैले टक्क लाएर अलिकति चाहिँ पहिल्यै मम्मीले गरिसक्नु भएको थियो। त्यसपछि फेरि मेरो आज पालो रहेको छ। अब म यसलाई सबैले गोडेर सिटाइदिन्छु। साथीहरू हेर्नुहोस् त कति धेरै झाराको छ, दिक्क लाग्ने गरी। अब म फटाफट यसको जर पहिला सुरुमा खन्छु यसको चारा, त्यसपछि मैले यसरी उठाउनु पर्ने हुन्छ। यसलाई उठाउँदै उठाउँदै छेउतिर फालिदिन्छु यसलाई। त्यसपछि हाम्रो लसुनहरू चाहिँ मजाले देखिन्छ यसरी। म यसको जराहरू राम्रोसँग सफा गरेर यसलाई अब मैले हुर्काइ बढाइ गरेर ठुलो बनाउनु पर्ने हुन्छ। त्यही भएर यसलाई गोडमेल गर्छु, झारहरू फेरि यसरी फाल्छु। त्यसपछि यस्तो सफा देखिन्छ। अब म यसलाई लगातार यस्तो गर्दै जान्छु साथीहरू। यसलाई सबै म क्लियर गर्न चाहन्छु। यस्तो दामी हुन्छ है लसुन चाहिँ। त्यसपछि